हेलो गाइज, के छ खबर? नमस्ते, सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला आई होप। र आज पनि मसँग डायरी छ र डायरीमा के छ? कविता। पक्कै पनि धेरै लामो समय भयो हामीले युट्युबमा भिडियोहरू नबनाएको, एकदमै भिडियो बनाऊँ भन्दा पनि एकदमै अलिकति व्यस्तता भनौँ, एकदमै धेरै थियो। अहिले छुट्टी छ हाम्रो, यति बेला चाहिँ जापानमा अहिले हारुया सेमी चलिरहेको छ। सो यति बेलाको छुट्टीको बेलामा चाहिँ कामहरू अलि धेरै हुन्छ यति बेलाको जुन यो छुट्टीको बिचमा। सो एज अ बेसिकली स्टुडेन्ट भिजामा आउने स्टुडेन्टहरूले चाहिँ हप्तामा विकली चाहिँ 28 घन्टासम्म काम गर्ने चाहिँ यहाँको लिगली रुल छ। र जुन एउटा छुट्टीको बेला हुन्छ र त्यो बेलामा चाहिँ हामीले यहाँ 40 घन्टा काम गर्न पाउँछ हप्तामा। सो यति बेला अलि धेरै काम भएको कारणले चाहिँ हामीले भिडियो बनाउनै पाएका थिएनौँ। र तर पनि आज पनि कामबाट फर्किरहँदा मैले भिडियो बनाऊँ न त, एउटा कविता छ, त्यो कविता हजुरलाई सुनाउँ न त भन्ने थियो। सो म कविता सुनाउँछु है त तपाईँहरूलाई। एन्ड कविता कस्तो लाग्छ पक्कै पनि कमेन्ट गर्नुहोला तपाईँहरूले। धेरै लामो समयपछिको कविता हो, पक्कै पनि पुरानै कविता हो तर नयाँ अंदाजमा। मेरी श्रीमती कस्ती हुनुपर्छ त? कविता यस प्रकार छ। सातौं दिनमा भावीले लेखे जस्ती हुनेछिन्, म कस्ती होलिन् सोच्छु, उनी मेरो कल्पनाको दर्पणमा देखिए जस्ती हुनेछिन्। सातौं दिनमा भावीले लेखे जस्ती हुनेछिन्, म कस्ती होलिन् सोच्छु, उनी मेरो कल्पनाको दर्पणमा देखिए जस्ती हुनेछिन्। एक अन्दाज भेट्न सक्छु, सायद उनको प्रेममा म पनि काव्य लेख्न सक्छु। यदि माया र प्रेम बीच कसैले मलाई फरक सोध्छ भने, यदि माया र प्रेम बीच मलाई कसैले फरक सोध्छ भने, उनमा एक म अन्दाज भेट्न सक्छु, उनकै मायामा म काव्य लेख्न सक्छु। उनकै आँखामा संसार देख्न मन छ, मलाई उनकै मायामा महाकाव्य लेख्न मन छ। यो दुनियाँको कण कण जति हुनेछिन्, यो दुनियाँको कण कण जति हुनेछिन्, मेरा लागि सब थोक मेरी श्रीमती हुनेछिन्। उनको आगमन नै खुसी हुनेछ, उनको आगमन नै खुसी हुनेछ, मेरा लागि त्यही नै सन्तुष्टि हुनेछ। यो दुनियाँको कण कण जति हुनेछिन्, मेरा लागि सब थोक मेरी श्रीमती हुनेछिन्। उनको आगमन नै खुसी हुनेछ, मेरा लागि त्यही नै सन्तुष्टि हुनेछ। म के गर्नुपर्छ सब गरुला, सूचना पम्पलेट सब जारी गरुला। म के गर्नुपर्छ सब गरुला, सूचना पम्पलेट सब जारी गरुला। यो अङ्गालो उनकै नाममा नामसारी गरुला। बाचा रह्यो उनका खुसी कहिले हर्ने छैन, बाचा रह्यो उनका खुसी कहिले हर्ने छैन। भरोसा राख्नु, तिम्रो नैतिकतामा प्रश्न गर्ने छैन। कविता यही थियो। तपाईँहरूलाई कस्तो लाग्यो? आशा गर्छु एकदमै इन्जोय गर्नुभयो कवितालाई। आगामी दिनमा थप कविताहरू, कथाहरू अथवा सायरीहरू लिएर हामी उपस्थित हुने छौँ, गजलहरू लिएर। र यदि तपाईँहरू पनि लेख्नुहुन्छ भने पक्कै पनि यो इमेलमा हामीलाई मेल गर्नुहोला। हामी तपाईँसँग फेरि भेटिने बाजा गर्दै आजको बसाइबाट पनि बिदा माग्छु। म सुमन घिमिरे। अवस्था नमस्ते।